guys, welcome to my vlog again. Here the next day. अनि आज चाहिँ मामुहरूलाई चाहिँ म कलेज लाइक मेरो पहिला टिभीएस मास्टर्स पढेको कलेजमा चाहिँ लगाउन लाग्छु अनि त्यहीसँगै पनि जापानिज गार्डन छ. सो वी आर हियर वेटिङ फर द मेट्रो. अहिले चाहिँ हामी लाइन एबाट गएर चाहिँ अब लाइन बीमा चेन्ज गर्न लाग्यो. सो दे आर हियर. मम पनि भ्लगमा छ. डेली चाहिँ पोज दिइहाल्छ फेरि. गेट चाहिँ अब यतातिर हुन्छ. अब उहाँहरू चाहिँ अब मेट्रोमा हामी बसिसक्यौँ. यहाँबाट छिटो चाहिँ म मेट्रोमा आउँथेँ होइन, अनि हिँडेर पुग्नेर चाहिँ हामीलाई त्यो बानी छ. Prochaine station, Jeanne d'Arc. Estacionamento, Jeanne d'Arc. एकदम प्रब्लम गरेर पाउँछ. अब यो चाहिँ अहिले हामी जापानिज गार्डनको वेतिर जाँदैछौँ. हामी चाहिँ यहाँ हिँड्दैछौँ वकी डेरीको चाहिँ पोज दिइहाल्छ कि फेरि. अब यो चाहिँ गार्डन भएन, जापानिज गार्डन चाहिँ यहाँबाट छिर्ने हो. अनि टिभीएस जाने चाहिँ यो यताबाट जानु मिल्छ, तर उताबाट पनि जानु मिल्छ कि जहाँबाट गए पनि टिभीएस चाहिँ पुग्छ. यो चाहिँ जापानिज गार्डन भएकोले चाहिँ जापानिजहरूको यो चिन्ह राखेको चाहिँ रुखमा झुन्डाएको छ. खै के चाहिँ के पो भन्छ को यहाँ चाहिँ अब अन द वे टु जापानिज गार्डन. आमामा दुईजनाको स्वाग. सो यही हो हाम्रो जापानिज गार्डनको मेन इन्ट्रान्स गेट. यस यो चाहिँ जापानिज गार्डन. अब यहाँ आएपछि तपाईँले फ्रान्स बिर्सिनुहुन्छ. जापानमा आएको जस्तो हुन्छ. अब यहाँ के ल्याएको छ अब त्यो मैले बुझ्दैन यिनीहरूको पुरै. उसले त्यो स्क्विरल हेर्नु न. आएछ ए बोला पस्ता आउँदो रहेछ त. यहाँ चाहिँ अब ऊ पनि छ. यहाँ बसेर फोटो खिच्नुपर्छ. ए बुढा पनि त्यहीँ गएको रहेछ फेरि. यहाँ चाहिँ मैले यहाँ पहिला फोटो खिचेको याद छ यो बुढासँग. यो भयो. अब यहाँबाट चाहिँ यताबाट गए पनि हुन्छ, तर यताबाट चाहिँ यहाँ बन्द गरेर चाहिँ यिनीहरूले पठाएन हेर. नत्र यताबाट ठ्याक्कै जानु मिल्छ. यिनीहरूले रोकेको छ रहेछ. अब यहाँ पनि रोकेर रहेछ. उता जाउँ त्यहाँबाट छ ए रहेछ. यहाँ ठ्याक्कै जापानिजको यो स्टाइलमा रहेछ, तर यिनीहरूले यो अहिले थप गरेर पानी दिइरहेको रहेछ. त्यही भएर चाहिँ यहाँ मजाका फुल. यहाँ चाहिँ हाम्रो मामुहरू यता बस्नु त. यता कस्तो राम्रोसँग आउँदो रहेछ. यो वाला हो जापानमा पुगेछ. अब युगोलाई पठाउने त छ. यो चाहिँ हाम्रो पुरै जापानिज गार्डनको भ्यू देख्छ. यता यो घरमा चाहिँ जानु मिलेन किनकि यिनीहरू मिलाइरहेको रहेछ. सो अहिले चाहिँ हामी पुलतिर, झुलुङ्गे पुल त नभनौँ, त्यहाँनिर जाँदैछौँ. यहाँ पनि गयो बाल. यो चाहिँ फोटो यो चाहिँ मैले फोटो खिचेँ. माछा रहेछ. ड्याडीको पनि अब क्यामेरा निकालेर मम्मीको पोज. ए ड्याडीले खिचिरहेको रहेछ त. यो चाहिँ हाम्रो रातो पुल होइन ड्याडी. जाउँ जाउँ. राइटबाट
मामुली हाम्रो चिज होइन पहिला यो चाहिँ म भिडियो नै खिचिरहेको छु अहिले चाहिँ हामी टिभीएसभित्र आइसकेको छ लाइक मेरो कलेजमा यहाँ पछाडि बिल्डिङहरू छ सो आइएम जस्ट सोइङ अराउन्ड अनि योवाला चाहिँ फाइनेन्स डिपार्टमेन्ट भयो जुन मैले फी तिर्न आउँछ नि हो यहाँबाट चाहिँ भित्र माथि जाने भयो अनि यो चाहिँ कस्तो भन्दाखेरि त्यो जुन त्यो सोसियल हब लेखेको छ नि त्यहाँ चाहिँ हामी यहाँ टिभीएसमा स्टुडेन्टहरू पढ्नेहरू जो चाहिँ एकदमै धनी धनी हुन्छ त्यहाँ चाहिँ एकदम एक्सपेन्सिभ छ क्या अनि माथि चाहिँ स्विमिङ पुलहरू छ त्यो घरहरू चाहिँ राखेको छ नि स्विमिङ पुल स्टुडेन्टहरू चाहिँ यहीँ बस्छ पहिला एकजना हाम्रो क्लासको साथी त्यहाँ बसेको हामी त्यहाँ गएको थियौँ अनि यो चाहिँ टिभीएसकै वाला हो ग्राउन्ड चाहिँ यो पुरै दिस इज अल टिभीएस माई कलेज पहिला हामी हुनेखेरि पानीको राहत थिएन यो हामी आउनेखेर चाहिँ यो पहिला हामी हुनेखेर थिएन यो पछि हामी आउनेखेर चाहिँ बनाइरहेको थियो सो यो चाहिँ हाम्रो टिभीएस एजुकेसन यो चाहिँ सबै भयो तर यो चाहिँ लाइक यो गेटबाट आएकोले चाहिँ यतातिर आउँछ यो चाहिँ अब टिभीएसको अगाडिको बाटोबाट जाँदैछौँ पछाडिबाट लगाएको थिएँ मैले अब कसमा अहिले चाहिँ हामी टिभीएसको टुर गरेर चाहिँ फर्किराखेको अनि कस्तो लाग्यो टिभीएस गाडीको आवाज सुन्दैन हो यो चाहिँ मेन बिल्डिङ भयो नि डेली फोटोमा यहीँबाट त देख्छ योवाला योवाला चाहिँ सबै हो मेन बिल्डिङ अब यहाँ टिभीएसको अगाडि खिच्नलाई फेरि ज्याकेट लाग्यो उसले चाहिँ जाडो भइसकेको रहेछ डेली यो फोटोमा देख्ने त उयै हो इन्सपायरिङ एजुकेसन एडमिसन के लेखेको एडमिसेबल 2026 यो भनेर थियो हो यता अगाडि चाहिँ खिच्ने हो डेली अलिकति लम्बो आएछ यो चाहिँ हाम्रो टिभीएसको मेन गेटवाला भयो This is Teria's education feeling so nostalgic. अब हामी यस्तै सिटी टुर गर्न लाग्छौँ गल्ली गल्लीतिर लाग्छु एकदमै फ्रेस हिस्टोरिक ठाउँहरूमा बाई बाई टिभीएस भित्र जाउँ यो पनि त्यहाँ बसिरहेको छ मान्छेहरू यो चाहिँ हाम्रो चर्च यता चाहिँ मान्छेहरू हिँड्दैछ यता यो चाहिँ यो चर्चको पनि के एउटा हिस्ट्री छ भनेर भन्छ त्यहाँ चाहिँ लेखिरहेको थियो जसले तसम्म फुकरी छ ओइ झन्डै फोन खसेको यो चाहिँ हाम्रो सिनेरी धेरै हो तर यो चाहिँ उनीहरू सिरियस गरेको थियो र यो बिल्डिङहरू है पानी पऱ्यो त फुल फुल यहाँ यस्तो घुमेर यतातिर चाहिँ हेर त्यो भिडियो त्यो के अरे भित्तामा चाहिँ 3D गरेको है त्यही भएर हामी ठ्याक्कै त्यो हुने यो चाहिँ हामी चर्चमा आएको यता यस्तो यहाँ चाहिँ होइन यस्तो क्यान्डलहरू लिएर बत्ती बालेर चाहिँ यता हालिदिन्छ उयो यिनीहरूको हाम्रो अब सानसानो देउताहरू भने जस्तो हुन्छ नि उता अगाडि चाहिँ यो चाहिँ चर्च हो उयो
चाहिँ हाम्रो सेम्बुमा भगवानहरू हुन्छ नि, अब यसको मिनिङ चाहिँ थाहै छैन। यो चाहिँ हाम्रो बौद्धहरूमा त्यो ठ्याक्क भगवानहरू सेम्बुमा राख्छ नि, त्यसरी नै गराएको छ है। के हुँदैन यिनीहरूको यो, डर लाग्दो छ अरे। यहाँ पनि भिडियो छ, यता हिस्ट्रीहरू हेर्नुपर्छ ल। मामुलाई त्यसो नि हिन्दी मुभीको हरर याद आयो क्या खास। डर लाग्दो छ अरे, भगवानको मार डर लाग्दो छ भन्छ। हामी चाहिँ अहिले लन्च गर्न आएको इन McDonald's, so we ordered some salad. We have like 3 large burgers with fries and some drinks. Let's cheers गरौँ। Cheers। यो चाहिँ हामी क्यापिटलमा भिडियोमा कस्तो राम्रो आउँछ कि फेरि, यहाँ चाहिँ सबै हामीले अस्ति न ड्याडीहरूको पेपर वानलाई पनि यतै भित्रबाट नै गरेर आएको थियौँ, भित्र पनि जानु मिल्छ। यो चाहिँ ठ्याक्कै क्यापिटलको बिचमा। यो चाहिँ हाम्रो बसन्तपुर भने जस्तो हो। होइन त्यो यहाँको जक्सन भन्छ नि, जस्तै हामीले बसन्तपुर भन्छ नि। सो हामी चाहिँ अहिले सपिङ गर्ने ठाउँमा छौँ। मामु ड्याडी चाहिँ सपिङ गरेको त्यो ट्रायलमा हेरिरहेको छ। सो हामी जस्ट वेटिङ हियर। कस्तो मजाको छ है आर्किटेक्चरहरू। अस्ति त मेरो आन्टीहरूसँग यतै होला। यतै थियो ए अस्ति न त्यो यहाँबाट चाहिँ कस्तो मजा त। ड्याडी फेरि कन्सियस चाहिँ ठ्याक्कै यस्तो भएपछि उसको चाहिँ यस्तो गरिहाल्दो रहेछ क्या। त्यहाँ चाहिँ हजुर ओ यतै हो म्याङ्गोमा। यो चाहिँ हामी स्ट्रिट टुलुजको स्ट्रिटहरू एक्सप्लोर गर्दैछौँ एज अ लोकल मान्छे। हामी चाहिँ अब सपिङ गरेर फर्किँदैछु। ठ्याक्कै आउँछ मामला। अब यहाँ मामा होला त यहाँबाट आउनु जाने होला नि है। अहिले कति 3 बजे होइन, ऊ 5 बजीतिर आउँछ। 5 बजी घर पुग्छ। हामी चाहिँ अहिले घर फर्किँदैछौँ। अनि मामाहरूको चाहिँ भित्रमा बसेको अहिले चाहिँ फर्स्ट टाइम यता बसेकोले चाहिँ इज ह्याभिङ अ न्यू एक्सपिरियन्स। हेर न ड्राइभर नभएको गाडीमा। Prochaine station, Estação Benedito Roseiro. यसमा चाहिँ हेर्न रमाइलो छ। यता गयो खोल्छ नि, जहाँ खोल्छ त्यही हेर्नु। होइन यता होइन